ठूला ठूला सरकारी नीतिहरूले सामान्य मानिसको भान्सालाई कसरी असर गर्छ भनेर कहिले सोच्नु भएको छ? आजको यस विश्लेषणमा हामी नेपाल भारत सीमामा भइरहेको एउटा अत्यन्तै रोचक तर गम्भीर अवस्थालाई केलाउनेछौँ। यहाँ म्याक्रो इकोनोमिक्स अर्थात् बृहत अर्थतन्त्रको सिद्धान्त र मानिसको दैनिक जीवन, अझ भनौँ भोको पेट, सिधै एक आपसमा टक्राइरहेका छन्। राज्यले आफ्नो राजस्व जोगाउने प्रयास गर्दा सामान्य नागरिकको दैनिकी कसरी तहस-नहस भइरहेको छ, आउनुहोस् यसको भित्री कथा बुझौँ। खासमा त्यहाँ के भइरहेको छ भन्न बुझ्नको लागि हामीले दिनौं देखिरहेका ती हृदय विदारक दृश्यहरूलाई सम्झिनु पर्ने हुन्छ। तपाईहरूले पनि सायद सामाजिक सञ्जालमा देख्नुभएको होला नि, नुन र चिनी जस्ता नितान्त अत्यावश्यक सामानहरू सडकमै फालिएका र पोखिएका भिडियोहरू। एकातिर हतियार बोकेका सुरक्षाकर्मीहरू छन् अनि अर्कोतिर आफ्नै भान्साको लागि सामान्य किनमेल गरेर फर्किरहेका सर्वसाधारणहरू। एउटा सामान्य परिवार र कानुन पालना गराउने निकायबीच आधारभूत खाद्यान्नकै लागि दिनौं जसो तानातान र झडप भइरहेको छ। अब यहाँनिर एउटा अचम्मको प्रश्न उठ्छ, आखिर एक झोला चिनी वा एक पोका नुनले कसरी एउटा सिङ्गो सीमा क्षेत्रलाई यति धेरै तनावग्रस्त बनायो त? भारी हतियारले सुसज्जित सीमा सुरक्षा बल ठूला तस्करहरू विरुद्ध होइन, एक पोका नुन बोकेका सामान्य नागरिक विरुद्ध परिचालन हुनुपर्ने अवस्था कसरी आयो? यो साँच्चै नै खोतल्न लायक विषय छ। ल, अब हाम्रो पहिलो खण्डतिर लागौँ, खुला सिमानाको जनजीवन। नक्सामा हेर्दा त दुईवटा छुट्टा छुट्टै देशहरू स्पष्ट कानुनी सिमानाले छुट्टिएका देखिन्छन्, तर भुइँतको यथार्थ त्यो त पुरै फरक छ नि। 10 गजा क्षेत्रलाई हेर्ने हो भने यहाँका मानिसहरू पुस्तौँदेखि नातागोता, संस्कृति र आर्थिक निर्भरताले बाँधिएर एउटै साझा समुदायको रूपमा बाँचिरहेका छन्। सरकारी कागजमा कोरिएको सिमानाले जनजीवनको यो गहिरो र अटुट सम्बन्धलाई कहिल्यै रोक्न सकेको छैन। मध्य प्रदेश जस्ता ठाउँका बासिन्दाहरूलाई नै हेरौँ न, उहाँहरूका लागि सीमा पार गर्नु भनेको कुनै रहर वा घुमघाम मात्र होइन, यो त जीवन चलाउने एउटा बाध्यता हो। नेपालमा महँगी दिनानुदिन उकालो लागिरहेको छ। दैनिक घराइसी सामानदेखि लिएर विवाह, मलामी र ठूला धार्मिक चाडपर्वहरूसम्मको लागि सीमा पारीको सस्तो बजार नभई सुखै छैन। यस्तो बेला थोरै बजेटमा धेरै सामान किन्नुपर्ने निम्नवर्गीय परिवारहरूका लागि पारीको बजार नै एउटै मात्र सहारा हो। तर यो शताब्दीौँदेखि चलिआएको जीवनशैलीमा अचानक एउटा ब्रेक लाग्यो। दोस्रो खण्डमा कुरा गरौँ त्यही चर्चित 100 रुपियाँको कर नियमको। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा यो सानो अङ्क हो, 100। सरकारले अचानक के घोषणा गरिदियो भने भारतबाट ल्याइने 100 नेपाली रुपैयाँभन्दा बढी मूल्यको कुनै पनि सामानमा अब भन्सार तिर्नुपर्छ। एकछिन सोचौँ त, आजको महँगीमा 100 रुपैयाँले आउँछ नै के र? बल्ल तल्ल एउटा नुनको प्याकेट वा आधा किलो चिनी। यसको सिधा अर्थ के हो भने सीमा पारी गएर एउटा सानो झोलामा थोरै सामान ल्याउने जो कोही पनि अब सिधै करको दायरामा पर्ने भए। यो नियम कति रातारात आयो भनेर यो समयक्रमले स्पष्ट पार्छ। अप्रिल 2मा राजस्व चुहावट नियन्त्रण समितिको मिटिङ बस्छ। त्यस लगत्तै भन्सार विभागले कडा निर्देशन जारी गर्छ र तत्कालै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाइन्छ। कानुनको किताबमा धुलो जमेर बसेको एउटा पुरानो नियमलाई अचानक बिउजाइयो। यो सबै यति हतारमा भयो कि सीमा क्षेत्रका बासिन्दाहरूले आफ्नो दैनिक जीवनलाई यो नयाँ नियमअनुसार ढाल्न 1 सेकेन्ड पनि समय पाएनन्। यसपछिको परिणाम हाम्रो तेस्रो खण्ड, झडप र आर्थिक पीडा। यो नीतिको तत्काल असर 8वटा सीमावर्ती जिल्लाहरूमा देखियो, जहाँ आर्थिक पीडा र निराशा विस्फोटक रूपमा बाहिर आयो। सप्तरी जिल्लाको कुनौली सीमा नाकामा भएको घटना त एउटा ज्वलन्त उदाहरण मात्र हो। सामान्य किनमेल गर्न गएका सर्वसाधारणको थोरै मात्रामा रहेको किराना सामान जफत गरिएपछि त्यहाँ सशस्त्र प्रहरी बलसँग भौतिक झडप नै भयो। माथि बसेर बनाइएको एउटा नीतिले भुइँमान्छेको दैनिक जीवनलाई कसै तहस-नहस पार्छ भन्ने योभन्दा ठूलो प्रमाणहरू के होला र? अझ विडम्बनाको कुरा त के छ भने सीमामा जफत गरिएका सामानहरू के थिए त? कुनै बहुमूल्य धातु, सुन वा महँगा इलेक्ट्रोनिक्स? पक्कै होइन। ती त चिनी, चामल, पिठो र खानेतेल जस्ता आधारभूत आवश्यकताका चिजहरू थिए। महँगीको मारमा परेका गरिब परिवारको भान्सामा पाक्न ठिक्क परेको घाँस यसरी खोसिँदा जनस्तरमा कति ठूलो आक्रोश पैदा भयो होला हामी सहजै अनुमान गर्न सक्छौँ।
यो कडा नीतिले राज्य र नागरिक बीचको त्यो सानो विश्वासलाई पनि तोडिदिएको छ। पहिले पहिले विवाह वा मृत्यु संस्कार जस्ता ठूला कार्यहरू पर्दा वडा कार्यालयले सिफारिस पत्र दिन्थ्यो अनि काम चल्थ्यो। यो स्थानीय आवश्यकता र कानून बीचको एउटा सुन्दर सन्तुलन थियो। तर अहिले माथिको कडा आदेश भन्दै सुरक्षाकर्मीहरूले ती वडाका सिफारिस पत्रहरूलाई सिधै बेवास्ता गर्न थालेका छन्। काठमाडौँको निर्देशन र सीमा क्षेत्रको यथार्थ बीचको खाडल झन्झन गहिरो बन्दै गएको छ। तर एकछिन पर्खिनुस् है, कथाको अर्को पाटो पनि त छ नि। चौथो खण्डमा कुरा गरौँ सरकारको स्पष्टीकरणको बारेमा। आखिर सरकारले यति कठोर कदम किन चाल्यो त? यो तथ्याङ्क हेर्नुभयो भने कुरा छर्लङ्ग हुन्छ। भारतीय बजारहरू नेपाली बजारको तुलनामा 20देखि 45% सस्तो छन्। सामान यति सस्तो भएपछि त त्यतातिर जानु स्वाभाविकै हो। तर यसले गर्दा व्यक्तिगत प्रयोगको आवरणमा ठूलो परिमाणमा सामान ल्याएर नेपालमा बेच्ने साना स्तरको कालोबजारी निकै फस्टायो। यसले सङ्घीय राजस्व र आन्तरिक व्यापारलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ भन्ने सरकारी बुझाइ छ। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीको भनाइ सुन्ने हो भने यो कुनै रातारात ल्याइएको नयाँ कानून नै होइन। 100 रुपियाँभन्दा बढीको सामानमा कर लाग्ने नियम त पहिल्यैदेखि थियो। अहिले त केवल कडाइका साथ कार्यान्वयन मात्र गरिएको हो। सरकारको मुख्य दायित्व भनेको राजस्व चुहावट रोक्नु र स्वदेशी व्यापारीलाई बचाउनु हो। कानुनी रूपमा हेर्दा राज्यले आफ्नो अर्थतन्त्रलाई ढल्न नदिन केवल आफ्नो कर्तव्य मात्र निभाइरहेको छ। तर यहीँनिर कथाको सबैभन्दा ठूलो ट्रेजेडी लुकेको छ नि। अर्थ मन्त्रालय आफै स्वीकार्छ कि उनीहरूको मुख्य निशाना ती ठूला तस्कर र कालोबजारी गर्नेहरू हुन्। तर वास्तविकता के छ? लाखौंको सामान वारपार गराउनेहरू होइन, आफ्नो परिवारलाई खुवाउन दिनौं किनमेल गर्ने सामान्य आमा बुवाहरू यो नियमको क्रूर प्रहारमा परिरहेका छन्। साँच्चै भन्नुपर्दा तारो एउटालाई तर तीर अर्कैलाई लागिरहेको छ। त्यसो भए अबको बाटो के त? हाम्रो अन्तिम खण्डमा हामी यही मध्यमार्गी बाटोको खोजी गर्नेछौँ। अहिले अर्थतन्त्र र समाज दुवैलाई जोगाउन दुईवटा विकल्पहरू अगाडि छन्। एकातिर यो एडहक अर्थात् कामचलाउ तरिका छ, जहाँ 2-4 पोका किराना सामान जफत गरेर केवल सामाजिक अशान्ति मात्र निम्त्याइँदैछ। अर्कोतर्फ अर्थशास्त्रीहरूले सुझाएको विस्तृत सुधारको बाटो छ, जहाँ व्यवस्थित स्क्यानिङ मेसिनहरू राख्ने, प्रविधिको प्रयोग गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा आन्तरिक आपूर्ति लागत घटाएर स्वदेशी बजारलाई नै सस्तो बनाउने कुरा आउँछ। उद्योग वाणिज्य महासङ्घका कृष्ण प्रसाद श्रेष्ठले भने जस्तै केवल बन्दुक र बर्दीको भरमा अर्थशास्त्रको नियमलाई जित्न सकिँदैन। भन्सार दर घटाउने, आपूर्ति श्रृङ्खला सुधार्ने र स्थानीय उत्पादनलाई बढावा दिने हो भने मात्र यो समस्या जरादेखि समाधान हुन्छ। स्वदेशमै सामान सस्तो र प्रतिस्पर्धी नबनाएसम्म नागरिकलाई सीमा पार गर्नबाट रोक्ने यस्ता प्रतिबन्धहरू कार्यान्वयन गर्न असम्भव जस्तै छ। र अन्त्यमा यो सम्पूर्ण घटनाक्रमले हामी सबैलाई एउटा अत्यन्तै गहिरो प्रश्न सोच्ने बनाउँछ। एकातिर खुला सिमानाले देशको राजस्व चुहावट भइरहेको यथार्थ छ भने अर्कोतिर 100औं वर्षदेखि चलिआएको जनजीवन र मानिसहरूको बाँच्ने आधार छ। एउटा राष्ट्रले आफ्नै नागरिकको ऐतिहासिक र सामाजिक सम्बन्धलाई नतोडिकन आफ्नो आर्थिक सिमाना कसरी सुरक्षित गर्न सक्छ त? म्याक्रो इकोनोमिक्स र मानिसको दैनिक जीवन बीचको यो द्वन्द्व सायद यति सजिलै सकिनेवाला छैन। तपाईलाई के लाग्छ?